सो गाइज अहिले चाहिँ म जाँदैछु पुराणमा भनेर र मेरो साथमा चाहिँ हुनुहुन्छ यता हजुरआमा र दिदी। यो भिडियो चाहिँ अस्तिकै हो, एडिट गर्न टाइम नमिलेकोले गर्दा म आज दिँदैछु हजुरहरूलाई। म चाहिँ गएकी थिएँ ओराङ सोमागाउँ पुराणमा। अब होलीको दिन पनि परेको थियो र होली त अब खेल्नै पर्यो, मनाउनै पर्यो। यता दादाभाइहरूले चाहिँ एकदम होली इन्जोय गरिरहनु भएको रहेछ र कलर लगाएर उभिरहनु भएको रहेछ गेटमा। फाइनली हामीहरू पुराण घरमा पनि पुगिसक्यौँ, टिका लगाइदिनु भयो। त्यस पछाडि पण्डालभित्र बसेका आरतीको समय भएको रहेछ। आरती भइसकेको बादमा म चाहिँ गएँ हाम्रा सबैका जनप्रिय चर्चित सङ्गीतकार चक्रपाणी सापकोटाज्यू दादासँग भेट गर्न। उहाँसँग भेट भएर साह्रै नै राम्रो लाग्यो। मेरो पहिलोचोटि भेट भएको हो दादासँग। उहाँका भजनहरू म सधैँ फेसबुकमा हेर्ने गर्छु, साह्रै नै राम्रो लाग्छ र उहाँको स्वर यति नै मिठो छ, तारिफ गरेर गर्न सकिँदैन। र आज चाहिँ हो सप्तम महायज्ञ पुराणको अन्तिम दिन र यस दिनको सबैजनाले आनन्द लिइरहनु भएको थियो। पुराणको आरतीहरू सकिएको पछि हामीले चाहिँ प्रसाद खायौँ र अहिले चाहिँ म जान निक्लेकी छु पिजी बास्कोटा दादाको घरमा भनेर। उहाँलाई चाहिँ मैले फेसबुकबाटै चिनेकी हुँ र उहाँ चाहिँ मेरो यति क्लोज फ्रेन्ड हुनुभएको छ। फेसबुकका हरेक कुराहरू नजानेका मलाई उहाँलाई नै सिकाइदिने गर्नुहुन्छ र उहाँ चाहिँ मेरो एउटा यति राम्रो साथी हुनुभएको छ। र आएको बेलामा मेरो घरमा नबसिकन गयो भने रिसाउँछु भन्नुभयो र म उहाँको घरमा एकछिन गएँ र बसेर चियासा पियोरी अहिले चाहिँ हामी फर्किसकेका छौँ घर जान भनेर। उहाँ दादासँग चाहिँ मेरो अगाडि पनि 2-3 चोटि भेट भएको छ। दादा हाम्रो घरमा गएर नि आउनु भएको छ भेट गरेर, तर उहाँको घरमा चाहिँ म आज पहिलोचोटि गएँ कि र साह्रै नै राम्रो लाग्यो। हुन्छ त फ्रेन्ड्स, भिडियोमा यतिमै एन्ड गर्छु। के कस्तो लाग्यो कमेन्ट गरेर भन्न नबिर्सिनु होला।